चाहिँ अब चाहिँ काममा गइसक्यो ओ सर जाने होइन र खानपिन भयो अरू गइसक्यो र तलतिरका साथीहरू कहाँ गयो त डुम्सरतिर गिरिबाबु यता हो यति छान्दै हो यो चाहिँ हाम्रो गाउँको भ्यू हरिसरले मासु पोल्दै पनि खाइन मलाई खाइन कि त्यो एलर्जीले गर्दा खाएन कि त्यो किन उस गर्ने भनेर त आफूले असर गर्दै पनि बङ्गुर मासु होइन खाना खाएर हामी हिँड्छौँ अब घाम चर्को लाग्छ अब काम सुरु हुन्छ हाम्रो यो बाटो यो आदिमनको खाने करिडोर बाटो आज भइरहेछ काम ढलाइ सुरु भएको छ भोलि ढलाइ हुन्छ होला आज हल्का हाम्रो ड्राइभर साहब हुनुहुन्छ यहाँ उहाँ चाहिँ खेलागाडाको ड्राइभर माइला सोलिङ हेरेको छ मिस्त्री सब आउनु न छिटो हो त ढुङ्गा निकाल्दै धने धने हो त अहिले तिम्रो दुईटा ढुङ्गा अलिक पछाडि हामी पछाडि अलिक पछि सहर माथाको चुचुरो यहीँ भात त यार सोयाबिन मात्र झन्सर खाना खाँदै पेल्दै के तरकारी त आलु सोयाबिन हेर्नै दिनु न यार अब हाम्रो यात्रा भनेको काममा हिँडेको अब 1 घन्टाको रेस्ट पछि खाना खाएर र घाम लागिरहेको छ अघि त पानी पर्दैन जस्तो नि ल यो चाहिँ पहिलो दोस्रो दिनको काम हो यो चाहिँ आज सोलिङ गरेर उतल पुगिसकेको छु यो हिजोको सोलिङ हो अब चाहिँ छुट्टी भएर घरतिर फर्किनु परम्परा बाटोमा अहिले गरिएका तस्बिरहरू भिडियो
हरियाल छिट्छम